के साह्रो भिडियो बनाउनलाई के बोलेर भनेर भन्नुहुन्छ होला आजकल साथीहरू। म सिक्दैछु के, मलाई बोलेर भिडियो बनाउन एकदमै अप्ठ्यारो लाग्ने, कहिले पनि नबनाउने होइन। अनि अरूहरूले बनाएको देख्दाखेरि कस्तो मजाले बनाएको होला, आनन्दले एकदम कम्फर्टेबल फिल गरेर कस्तो बनाएको होला जस्तो लाग्थ्यो कि। अनि म आफूलाई चाहिँ एकदमै अप्ठ्यारो लाग्ने, के हो म बोल्नै सक्दिनँ कि। अनि अब चाहिँ त्यो निस्किँदैन कि जस्तो लाग्ने कि त्यो क्यामेरा अन गरेपछि। अनि बानी नै नै अनि एउटा दुइटा यसो कहिले कहिले बनाएर अनि पोस्ट गर्नको धेरै भएको छैन होइन। अनि त्यसपछि त कस्तो बानी लागे जस्तो, अनि फेरि सहज भए जस्तो फिल हुँदो रहेछ कि एउटा दुइटा बनाएपछि। अनि अहिले यो के चुनावको परिणाम आउँदै गर्दाखेरि अनि हामीले दिएका ती भोटहरूले त एकदम स्थान पाउँदाखेरि कस्तो खुसी लाग्यो कि। अझ यहाँ पनि घन्टी आयो अरे, वहाँ पनि घन्टी आयो, कस्तो बुर्कुसी मारौँ जस्तो खुसी लाग्यो नि कि होइन। अब हामीलाई पनि एउटा अपेक्षा हुन्छ नि त, अब यो सरकार ल्याउन पाए पर केही हुन्थ्यो कि, अब त यो सरकार आएपछि केही हुन्थ्यो कि भन्ने धेरै वर्ष भइसक्यो नि त। हामीले त्यो एउटा आशालाई पाल्ने अनि त्यो निराशामा बदलिने भएको। अहिले चाहिँ मन परेका मान्छेहरू उम्मेदवारीमा उठ्नु होइन। मेन पार्टीसँग त हामीलाई मतलबै छैन। पार्टी आफैमा नराम्रो होइन, त्यसमा भएका व्यक्ति नराम्रो। हामीलाई मन परेका व्यक्तिहरू यो पार्टीद्वारा उठेको भएर ती व्यक्तिहरूलाई छानेको कि हामीले। अनि यसरी जित्दै गर्दा, भोलि सत्तामा जाँदै गर्दा अनि फेरि जनताले कति उठाएका छन् आफ्ना समस्याहरू, अनि आफ्नो पार्टीद्वारा लेखिएका ती एजेन्डाहरू, अथवा आफू उम्मेदवारी दिँदै गर्दा लेखिएका ती एजेन्डाहरू, त्यो चाहिँ पुरा गर्नुपर्छ होइन त। पुरा भएन भने फेरि अन्य पार्टीहरूलाई जसरी नै जनताहरूले उकेलेर अहिले निमुठेर फालेका छन् नि, भोलि त्यो त्यस्तै गरेर निमुठ्ने दिन नआओस् कि फेरि।